नेपालले आज 2 रनले हारको सामना गर्नु पर्यो स्कटल्यान्ड विरुद्ध। नेपालले पहिलो बौलिङ गर्दा त्यस्तो इफेक्ट हेर्न पाइएनन् नेपालका बौलरहरूबाट। मात्र एउटा बौलरले मात्र राम्ररी बौलिङ गरेपछि जित्न एकदमै गाह्रो छन्। अरू पनि टिममा 7 वटा बौलर खेलाइएको थियो, तर सायद चाहेको इफेक्ट कसैले हेराउन सकेनन्। मात्र एउटा व्यक्तिले योगदान दिएर टिममा जित्न सक्दैनन्। त्यसमा राम्रा बौलरहरू पनि थिए, तर अन्तमा गएर मात्र विकेट निकाल्न सफल भए। जबकि हाम्रो सुरुवाती दौरमा सन्दीप लामेछानेले 4 वटा विकेट निकाल्नु भयो। त्यसै गरी अरू बौलरले पनि विकेट निकाल्थ्यो भने एउटा राम्रो जित निकाल्न सक्थ्यो नेपाल। तर बौलरहरूले त्यति राम्रो विकेट निकाल्न सकेनन्। तर एउटा राम्रो स्कोरमा लिएर आएर स्कटल्यान्डलाई सीमित गरिदियो। एउटा सानो रन स्कोरमा ल्याएर स्कटल्यान्ड सीमित गर्यो। 243 रनमा नेपालले स्कटल्यान्डलाई रोकिदियो। तर जब चेसको बारी आएपछि हाम्रा ओपनर ब्याट्सम्यानहरूले एकदमै खराब प्रदर्शन गर्यो र साथै हाम्रो एउटा पनि ब्याट्सम्यान ओपनर वा मिडलमा राम्ररी खेलेर आउन सकेनन्। हाम्रा यहाँ क्याप्टेनले पनि एकदमै खराब प्रदर्शन गरे। उनले मात्र 32 रन लगाउनु भयो, जबकि 69 को स्ट्राइक रेटले खेल्दा म्याचलाई जित्न गाह्रो छन् र ब्याट्सम्यानको भरमा तपाईँ जित्न सक्नुहुन्न, यो कुरा पनि हाम्रा क्याप्टेनलाई थाहा छन्। मात्र दिपेन्द्र सिंह एरीले 55 रन लगाउनु भयो, त्यो पनि 49 बलमा। साथै लास्टमा आएर फिनिस एकदमै राम्रो गर्नुभयो, 61 रन लगाउनु भयो 35 बलमा, जुन कि एउटा राम्रो खेल थियो। अन्तमा गएर लास्ट ओभरमा म्याच आज नेपालले हार्यो। सायद हाम्रा ओपनर खेलाडीहरूले एउटा अझै राम्रोसँग खेल लिएर आउनुहुन्थ्यो भने हामी जित्न सक्छौँ। एउटा दुईटा खेलाडीको भरमा टिम जित्न सक्दैनन्। 11 वटा जब खेलाडीहरू खेलिरहेको छन् भने सबैको योगदान त्यति नै हुनुपर्छन् भने खेलाडीहरूले बुझ्नुपर्छन्।